हाई गाइस, वेलकम टु माई मिनी ब्लग। हामी आमा छोरा चाहिँ आज जाँदैछौँ विदेश भन्न नमिल्ने होइन, भन्दा पनि हुन्छ छिमेकी देश। हामी जाँदैछौँ पानी ट्याङ्की। अनि यहाँ चाहिँ हाम्रो दिदीहरू पनि जानुहुँदैछ दुईजना। अनि हामी चाहिँ यहाँ फुलपारी पुगिसक्यौँ। अनि यहाँ दिदीहरू र मेरो छोरा चाहिँ अघि म चाहिँ पछि पछि हिँड्दैछु भिडियो बनाउँदै। अनि यहाँ चाहिँ सुरुमै हामीले एउटा साइकल पसल देख्यौँ। अनि त्यहाँ गएको मेरो छोरालाई बाइक मन परिहाल्यो, अब छोड्नै मानेकै थिएन। अनि ऊ चाहिँ अरू पनि हेर्दैछ यताउता। अनि यसको प्राइस चाहिँ अलिक एक्सपेन्सिभ नै थियो। अनि मैले यो चाहिँ लिदिनँ, यो सानो चाहिँ लिदिएँ उसको लागि एउटा। अनि यो चाहिँ अब प्याकस्याक गर्नलाई हामी लगाएर हामी चाहिँ यतातिर के किन्न गयौँ। तर त्यस्तो धेरै सस्तो चाहिँ हुँदो रहेन रहेछ, धेरै सामान किन्दा चाहिँ फाइदै हो, तर एउटा दुइटाको लागि चाहिँ फाइदा होइन। हामी चाहिँ यहाँ रेल हेर्नलाई बस्यौँ एकछिन। अनि त्यतिकैमा रेल पनि आयो, मेरो छोराले पनि हेर्दैछ खुसी भएर। अनि हामी चाहिँ यहाँ कपडा पसलतिर गयौँ। कपडाहरू चाहिँ सस्तै लाग्यो उताभन्दा धेरै नै। अनि हामी चाहिँ सिटीमा चढ्यौँ। अनि सिटीमा चढिसकेपछि चाहिँ अहिलेको साइकल मैले देखाउँदैछु यहाँ छोरालाई। अनि खुसी भनेर ऊ चाहिँ नछोडी हेर्दैछ। अनि हामी चाहिँ बोर्डर कटेर आइसक्यौँ काकरभिट्टा। अनि आएपछि हामी चाहिँ खाजा खानेलाई बसेको थियौँ। ऊ चाहिँ त्यतिखेर पनि यहाँ साइकलै छोडेको थिएन। अनि हामीले चाहिँ चटपटे खाएको थियौँ। खाजा चाहिँ एकदम कस्तो चटपटेको क्रेभिङ भइरहेको थियो। चटपटे चाहिँ एकदम मिठो थियो। अनि हामी चाहिँ घर आयौँ। घर आएपछि पनि मेरो छोराले चाहिँ साइकल एकछिन छोडेको छैन। अनि मैले चाहिँ के ल्याएँ भनेर यहाँ देखाउँदैछु। थ्याङ्क यू फर द वाचिङ।